So hi guys, this is Wavelength. ल नम्बर सोच्छु के उता ओके तारक मेहताको क्यारेक्टर भन्छ म तारक मेहता हेर्दिन त्यसरी हेर्छिस् के भन्न तो के को पोपटलाल 5 तर यसले त्यसरी हेर्दिनी मैले जति तर यसलाई थाहा छैन कि को कस्तो क्यारेक्टर हो भन्ने मैले रङ सोधेछु क्वेसन बट ठिकै छ ल 5 जति त्यो सोचे पोपटलाल त बिहे नभएको होइन र थाहा त ल 5 अनि त्यसपछि 5 या 6 या 4 या 5 जङ्क फुड जङ्क फुडमा चाहिँ के खान्छौँ जङ्क फुड यसो के बनाऊँ जङ्क फुडमा समोसा समोसा मलाई मन नपर्ने हो समोसा 4 समोसा 4 समोसा भन्दा पनि अझै धेरै मन नपर्नेहरू पनि छन् त्यही भएर 4 के छ नि के मन पर्दैन त्यस्तो कि बजारमा पाइने वाला ल नेक्स्ट वान छिटो ल भनेपछि ल नेपालको सेलिब्रेटी अनमोल केसी 3 या 4 मा छु होइन कि यस्तो अरूको नाम नलिगम नाइ के अनमोल केसी भनेपछि 2 या 3 मा गएर 2 या 3 मा गएर यस्तो होइन ल भनेपछि मैले ल 3 भने 3 नो 4 हो होइन 2 हो 5 हो अनमोल केसी 5 मेरो लागि 5 नि बिचरा दया माया 5 अनमोल केसी 5 समोसा कताबाट 5 भयो त समोसा 5 त हो नि समोसा मटर 5 भयो ल समोसा त 5 भएन नि होइन नि समोसा मटर 6 भयो मेरो लागि भएन यस्तो So hi guys, we are back. अब चाहिँ मेरो सोच्नु पर्छ ल भन्छु मैले ल भयो फेभरेट कलर त ब्लू कलरमा ब्लू भनेपछि यसको भयो 7 आई थिङ्क 7 होला है तर रुक अब तेरो चाहिँ प्लेस के फेभरेट प्लेस के नेपालमा ओके त जहाँ गइस् नि त्यसलाई इभ्यालुएट गरेर यसो फेभरेट प्लेस म जहाँ गएको भनेपछि गान्द्रुक हो अनि त्यसपछि चाहिँ फेभरेट इन्डियन एक्टर ओके गट इट गान्द्रुक भनिन्छ न गान्द्रुक भन्दा म 8 मा पुगेको फेरि इन्डियन एक्टरमा को छन् अरे भनेपछि मलाई रोहित सरफ ब्लू गान्द्रुक रोहित सरफ हो कि के होला 9 या तैँले जहिले पनि जिते गर्ने दिस इज नट फेयर किनकि यसले मलाई राम्रोसित चिनिन्छ मैले पनि यसलाई राम्रोसित चिनिछु मैले किनकि मैले धेरै आफूलाई एक्सप्रेस गर्छु नि त कति क्युट हो नाटक अब सुरु ल गाइस बाइ